आज्ञा आज्ञा उठ। हेलो गाइज, ह्याप्पी दसैँ। अनि आज चाहिँ म भर्खरै उठेँ होइन। अनि आज चाहिँ टिका लाउने दिन हो 2082 को। एकदम जाडो छ तर म भर्खर उठेको। अब नुहाउने हो गाइजहरू, तर पनि चुल्हामा जानु पर्यो। देख्न सक्नुभयो म चाहिँ नुहाएँ होइन। मेरो कपाल यस्तो छ। मैले फेरि नाइट ड्रेस लगाएँ, अहिले ड्रेस लाउने होइन भनेर। त्यो हजुरलाई म चाहिँ अब म पछि मिल्छु। अब चाहिँ हामीहरू म मेकअप गर्न लागेको छु। हामीहरू बनाएको मेरो दिदी पनि हो, तर म सुरुमा चाहिँ म मेकअप गर्ने हो। मेरो दिदीले मलाई मेकअप गराइदिनुहुन्छ। हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा। हेलो गाइजहरू, हामी चाहिँ कति धेरै घरमा गएर टिका लगायौँ, तर हामी सबै घर देखाउन पाएनौँ। एउटा मात्र देखाउन पायौँ, किनभने हामी एकदम हरिमा थियौँ। एकदम यताउता एकदम धुलो माटाहरू छ। अब त्यस्तोहरू चाहिँ किन देखाउने भनेर मैले देखिनँ। ल दिदी मेरो हाँसी आमा हाई त भनिदिनु। हेलो। ए बाटो देखाइदिन्छु हजुरलाई कति गाह्रो छ। गाइजहरू, हामी यो गाउँ हो। अनि यहाँ देख्न सक्नुहुन्छ कति धुलो माटोवाला है। उहाँ देख्नु हाई भनिदिनु गाइजहरू। गाइजहरू चाहिँ हाम्रो घर हामीलाई अलविदा भन्नुपर्छ। हामी आउँछौँ फेरि होइन। तिहार अगाडि आगे आउने प्लान बनिसकेको छ। म त आउने बेला पनि बस्ने बेला पनि छु। गाइजहरू, हामी चाहिँ गाउँबाट पोखरा नै आइसक्यौँ। गाइजहरू, अब साँझ पर्न आइसक्यो, तर नि हामी टिका लगाएर कम्प्लिट भएन। अझै मलाई त अझै 3-4 ठाउँमा जान गाइजहरू, अहिले चाहिँ हामी मम्मीको मामा घरमा छौँ है। अहिले गाइज अहिले चाहिँ हामी 3वटा घरमा गएर टिका लगाएर आइसक्यौँ। अब हामी अर्को घरमा जाँदैछौँ। त्यसपछि हामी आफ्नो मामा घर जान्छ। अनि त्यसमा हाम्रो भ्लग चाहिँ आउनु हुन्छ। गाइजहरू, हामी मामा घर जाँदैछौँ। अनि मैले पैसा एकचोटि खानमा भएको गनेको एउटा 500 छैन गाइजहरू। मम्मी कम छ भनेर नभएको।
अहिले त्यहाँदेखि सक्ने भएको छ टाइम हाम्रो देखिएन होला तर 11:30 भइसक्यो म बोल्नु घरमा हो यही हाम्रो दसैँ बाई बाई 2 3 गो ह्यापी दसैँ